हेल्दी लिभिङमा ठुलो इन्कमको लागि ठुलो भोल्युम चाहिन्छ। त्यसले गर्दाखेरि हामीहरू सानो सानो इन्कम गर्नका लागि हेल्दी लिभिङमा कदापि आएका होइनौँ। हामीहरू के भनेर आएको भन्नुहुन्छ भने फाइनान्सियली फ्रिडम गर्नको लागि, एउटा राम्रो इन्कम, एउटा स्टेबल इन्कम गर्नको लागि हामीहरू हेल्दी लिभिङमा आएको। त्यसले गर्दाखेरि सानो सानो भोल्युममा सानो सानो इन्कम हुन्छ। त्यसले गर्दाखेरि टेन्सन नमान्नुहोस्। अब कतिपय साथीहरूको कस्तो देखिराखेका हुन्छु भन्नुहुन्छ भने उनीहरूले मेन्टेन गर्यो, बल्ल बल्ल डाइरेक्टर क्वालिफाइड गर्यो, त्यो पनि कति पिबीले 2000 पिबीले हैन। 2000 पिबीले लेभल मेन्टेन गर्दाखेरि कति पैसा आउँछ भन्नुहुन्छ भने 3000 5000 एराउन्ड पैसा आउँछ। अनि मेरो पैसा त यति कम आयो, यस्तो आयो, उस्तो आयो, काम गर्नु बेकार हो, यो सोच राखेर हाम्रो केही साथीहरूले प्रतिक्रिया जनाउनुहुन्छ। तपाईहरू सानो यो 2000 5000 10000 रुपियाँको लागि आएको होइन। त्यसले गर्दाखेरि ठुलो भोल्युम जेनेरेट गर्नुहोस् र तपाईहरूले बुझ्नुहोस् कि यो प्लानको स्ट्रेन्थ कहाँ पैसा छ त्यो कुरा बुझ्नुहोस्। पैसा कहाँ छ भन्नुहुन्छ भने एलओबीमा छ, र एलओबी तपाईँ जति एलओबी लिनुहुन्छ त्यति तपाईँको इन्कम बढ्छ। त्यसले गर्दाखेरि एलओबीमा फोकस गर्नु, एलओबीमा। र अर्को एलओबीमा फोकस गर्दा गर्दै तपाईहरूले मल्टिपल एलओबीको लागि फोकस गर्न सक्नुहुन्छ। अनि यो बिजनेसमा एलओबीमै पैसा छ। त्यसले गर्दाखेरि मल्टिपल एलओबी लिने प्रयास तपाईहरूले गर्नुभयो भने तपाईहरूको राम्रो इन्कम बन्छ। त्यसले गर्दाखेरि तपाईँको तल 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 एलओबी जब लिन्छ मान्छेले, तपाईँको त्यो टिम पनि के हुन्छ, स्टेबल टिम बन्छ। त्यसले गर्दाखेरि एलओबीमा फोकस गर्नु, एलओबीमा जति फोकस गर्नुहुन्छ तपाईँको इन्कम त्यतिकै बढ्छ। त्यसले गर्दाखेरि एलओबीमा तपाईहरूले फोकस गर्न जरुरी छ।